हामी चाहिँ यहाँ कलर लाउँदैछौँ यो नि राम्रो चाहिँ यो राम्रो देखियो यसपालि चाहिँ मैले जमारा रोपेको कि साथीहरूले हेर्नु न कस्तो मजाले उम्रेको घर पुस्ने कार्यक्रम हुँदैछ यहाँ चाहिँ कति समयपछि यहाँ हामी चाहिँ आइम फेयर प्राइसमा यहाँनिर मेरो चाहिँ फेभरेट मिस्टर कोकोनट हुन्छ बुढा ड्युटी जानुभएको छ भरे आउनुहुन्छ दसैँको बेलामा चाहिँ अलिकति घर परिवार थोरै मिस हुन्छ सधैँ नै दसैँको गीतहरू पुरा सुनिरहेको थियो नि त अनि अलिकति मिसिङ थोरै कता कता मिस भइहाल्छ होइन चाडबाडको बेलामा घरमा चाहिँ दुःखको खबर छ मेरो बुढाको घरमा चाहिँ दुःख धन्यवाद ढोक्नु नै पर्ने हो हामी चाहिँ यहाँ कलर लाउँदैछौँ रातिको 9:30 मा किनभने छोराले फेरि सुत्नु दिँदैन नि त अनि अहिले सुतेको बेलामा अब दसैँ लाग्यो यसरी कलर गर्नुपर्ने हुन्छ यस्तरी बिगारेको छ घर यी कोरेर नि सबै कोरेर है अस्ति भर्खर कलर गरिदिएको सरकारी भनौँ न त्यही भएर यसो कलर गरेको कस्तो देखिन्छ है मिनी इन्डियामा आएको छु जस्तो हामी लिटल इन्डिया भन्छौँ लिटल इन्डियामा हेर्न सक्नुहुन्छ है फुलहरू यस्तो फ्रेस हुन्छ अनि यस्तो सब्जी पसलहरू यस्तो फुल पसलहरू हेर्दा चाहिँ कस्तो फिल हुन्छ भन्दाखेरि नेपालको हटियामा आएको जस्तो फिल हुन्छ है यहाँनिर फेरि भएभरको सबै हुन्छ कि सब्जी म चाहिँ एकछिनको लागि हतार नाना सुताएर आएको पानी पनि पर्दो रहेछ अल्छी लागि आएको म किन आएको भनेर भरे तपाईँलाई देखाउँछु अहिले चाहिँ फुलहरू आमामा यस्तो राम्रो छ है यस्तो फ्रेस त नेपालमा पनि पाउँदैन हौ हेर्नु न सब्जीहरू सबै एभ्रिथिङ सेम नेपालको हटिया जस्तै नै हुन्छ क्या सबै इन्डियाबाटै ल्याएकोहरू अनि अहिले मेनली चाहिँ यहाँ लिटल इन्डियामा अब तिहारको बेलामा एकदमै रमाइलो हुन्छ नि त अब इन्डियाको पनि मेन चाडै हो नि त दीपावली त अनि पुरा यहाँनिर झिलिमिली हुन्छ अनि लिटल इन्डिया त अब त्यही हो फुलहरू अनि साडीहरू किनाइन्छ नि त म चाहिँ अनि यहाँ अर्जेन्टली साडी किन्नको लागि आएको हो म तपाईँलाई देखाउँछु हेर्नुहोस् फुलहरू हो सयपत्री फुलहरू यसरी फुलिसक्यो यहाँनिर है यस्तो हेर्नुहोस् यो चाहिँ ढोकामा लाउन भन्नाले घरमा सजाउनु लागि पनि निकालिसकेको छ यो पनि किन्नु आएको म अब आउँदा किन्नु न त भनेर खासै अलिक पछि तिहारको लागि किन्छु भन्दै थिएँ अनि अहिले नै अब आइयो नि त साडी किन्नलाई अनि किन्छु भनेर आएको बाटो चिप्लो छ कस्तो आइरहेको छ थाहा छैन फुलहरू सजियनको पत्ताहरू सबै पाउँछ कि एभ्रिथिङ के चाहिँ पाउँदैन हौ के चाहिँ पाउँदैन भन्नुहोस् न अब झन्डै चिप्ले यार फुलहरू हेर्नु न यस्तो राम्रो फुलहरू हुन्छ साथीहरू यस्तो छ लिटल इन्डिया चाहिँ एभ्रिथिङ इन्डियन स्टाइलको के खोज्नु चाहनुहुन्छ सबै थोक पाउँछ यहाँनिर चाहिँ अनि यो रोडमा अब म त्यो रोड जाँदैछु यो सेराङ्गन रोड भन्छ त्यसमा चाहिँ पुरा झिलिमिली हुन्छ कि तिहारको बेलामा आज त नर्मली पनि लिटल इन्डियामा चाहिँ सन्डे विकेन्डमा यस्तो प्याक हुन्छ व्यक्तै गर्न नसक्ने प्याक हुन्छ एभ्रिवेयर क्या ट्रेनतिर ठाउँतिर भुइँतिर एभ्रिवेयर क्या अब अरू ठाउँबाट काम गर्नको लागि आएकोहरू अब विकेन्ड हुन्छ नि त सबैजनाको मिटअप पोइन्ट चाहिँ यहीँ होला नि त है कम्ती प्याक हुँदैन अनि हेर्नुहोस् है यहाँनिर झिलिमिली यो चाहिँ नाइटमा एकदम राम्रो देखिन्छ है यो चाहिँ नाइटमा पुरा झिलिमिली लाग्छ कि यहाँनिर यस्तो रमाइलो हुन्छ है इन्डिया जस्तो लाग्छ है यो चाहिँ नामै त लिटल इन्डिया हो यहाँनिर अनि यहाँ चाहिँ पुरा सुनचाँदी पसलहरू छ यहाँ एभ्रिवेयर लिटल इन्डियामा चाहिँ सुनचाँदी पसलहरू पनि मस्टली हुन्छ अनि चाइना टाउन भन्नेमा हुन्छ एकदम सुनहरू पनि नक्कली सुन जस्तै हुन्छ यहाँ त नेपालको जस्तो थोरै हुँदैन यहाँ त यस्तो धेरै हुन्छ नि झिलिमिली
नाइटमा चाहिँ खतरा रमाइलो हुन्छ यहाँनिर। यो चाहिँ यस्तो यस्तो साडीहरू के हेर्दा चाहिँ राम्रो राम्रो देखिन्छ। म चाहिँ यहीँ साडी किन्न आएको। यस्तो छ, फोटोमा पनि राम्रो आउँछ फेरि। यस्तो राम्रो, यस्तो लाउँदा पनि राम्रो देखिन्छ। कति धेरै छ। यस्तो झुन्डाको देख्दा चाहिँ फेरि सबै राम्रै देखिन्छ है। यो नि राम्रो चाहिँ यो राम्रो देखियो। यहाँ देखाएको जस्तै हो यो चाहिँ ट्याक्क यहाँ। यो नि कन्फर्मै भयो मेरो। ओके, आई विल टेक दिस वान ब्रदर। हाउ मच? मैले लिएको एउटा यो हो अनि एउटा चाहिँ यो हो। यहाँ चाहिँ भेराइटी पाइन्छ है, भेराइटी अफ साडी। यहाँ बनारसी साडी, बनारसी सिल्कहरू अनि नेटको साडीहरू। म चाहिँ अब यो यहाँ नै ट्राई गरेँ। यहाँ त इलिबिली हुन्छ, कुन राम्रो कुन नराम्रो हुन्छ। मैले यो किनेँ आप्टुको चाहिँ हेर्नुहोस् साडीहरू। यहाँ जस्तो टिका चुराहरू पनि पाइन्छ। म चाहिँ साडी किनिसकेँ। अब यो चुराहरू पनि मलाई किन्न आउने चाहिँ डर थियो, तर साथी नभएर म एक्लै आएकोले म छान्न सकिनँ। यहाँ चाहिँ यस्तै मार्केटहरू छ, इन्डियन मार्केटहरू। साथीहरू यहाँ रेड लाइट गरिरहेको छ, तर पनि म हिँडिदिएँ। साडी किनेँ, म कता आएँ आएपछि। अब चाहिँ म त्यहाँनिर त्यो फुलहरू किन्न जानुपर्ने हुन्छ। फुल पसलेर जान्छु तपाईँहरूलाई म। जति पनि साडीहरू चाहिँ लाउँदा राम्रो देखिन्छ नि त होइन। अनि यहाँ किन लाउँदाखेरि चाहिँ आगै तिरिमिरी हुने क्या, कुन राम्रो कुन राम्रो धेरै भएर के छान्नै नसकिने। घरमा लाउँदा पनि राम्रै लाग्छ, जुन पनि लाउँदा राम्रो देखिने हो नि त फेरि साडीहरू त। अनि तिहारको हुँदैछ यहाँ। यो त्यस्तो प्याक हुन्छ तिहारको बेलामा। आमामा अहिले त बस सेटअप गर्दैछ क्या। तिहारको बेलामा यहाँ छिरिन सक्नुहुन्छ भगवान्, छिरिन सक्नुहुन्छ यहाँनिर। यस्तो हुँदैछ यहाँ रहेछ ज्योति चाहिँ हुँदैछ यहाँ। सेटअप हुँदैछ पुरा यहाँ तिहारको लागि। तिहार त भव्य हुन्छ क्या साथीहरू, भव्य पुरा। हेर्नुहोस् है अहिले नै यस्तो भइसक्यो। म चाहिँ यहाँ फुलहरू किन्ने। यहाँ यो फ्लावरहरू अनि एउटा पिसको $6 अरे के। झुम्कावाला ब्रदर सेम लाइक दिस विथ झुम्का, हाउ मच? लाइक दिस वान 850। सबै फुलहरू निकालिसकेको छैन, यस्तो छ फुलहरू नि। एक्सक्युज मी ब्रदर, फुलै फुलको मौसम तिमीलाई जस्तै झिक्यो के साथीहरू। आजको मेरो सपिङ सकियो। गीत छ नि हङकङको सुनको चुरा सिङ्गापुरे साडी हो। म चाहिँ सिङ्गापुरको साडी पनि किनिसकेँ, त्यो फुल पनि किनिसकेँ। अब चाहिँ घर जानुपर्ने हुन्छ। यहाँ सुरु नै भइसकेको छैन तिहार। दसैँ पछाडि त्यस्तो खतरा हुन्छ यहाँनिर के भनेर। हाम्रो पर्यटन घरको दसैँ पार्टीहरू त सबै सकिसक्यो भन्दा नि हाम्रो चाहिँ 6 अक्टोबर 11मा हाम्रो प्लाटुनको। तर त्योभन्दा अगाडि त अक्टोबर 2मा हाम्रो दसैँ हो नि त टिका। अनि दसैँको बेलामा त घर त मात्रै सफा गर्नु पऱ्यो। यसो मैले चाहिँ अब घरहरू यसो झ्यालहरू मजाले पुस्दैछु। हुन त पहिला नि पुसेको हो, अहिले अब दसैँको मुखमा पनि पुस्नु पऱ्यो भनेर पुस्ने। यति छिटो फोहोर हुन्छ यहाँ। आज चाहिँ म झ्याल र घर मात्रै पुस्ने। अस्ति नै मैले पर्दाहरू धोइसकेको हो। फोहोर यस्तो साह्रो धुलो हुन्छ साथीहरू। के साह्रो हो धुलो पनि क्या, यस्तो साह्रो आउँछ। बाहिर घाम यस्तो मजाले लागिरहेको त आज चाहिँ पानी पनि अलिअलि पऱ्यो। घर पुस्ने कार्यक्रम हुँदैछ यहाँ चाहिँ।
कति समयपछि यहाँ चाहिँ उहाँले घरमा यसरी मप डन्टा यसरी छुनु भएको। त्यही भएर आज पानी पनि पर्यो। अनि यहाँ चाहिँ म सिसा पुस्न लागिरहेको छु। हामी चाहिँ यो न्युजपेपर र यो स्प्रे पुस्ने भने कतिले तपाईँहरूले यसरी के भन्छ न्युजपेपरले पुस्नुहुन्छ कमेन्ट डाउन दियो साथीहरू। अनि के पो हुन्छ कतिलाई थाहा छैन भने चाहिँ यो न्युजपेपर र यो ग्लास क्लिनर लगाएर न्युजपेपर पुस्यो भने चाहिँ टिलिक्क टल्किन्छ। कपडाले चाहिँ कपडाहरूले चाहिँ अलिक थक्ला थ्याक्ला बस्छ कि यसले चाहिँ एकदम क्लिन हुन्छ साथीहरू। अब सिसा पुस्ने स्प्रेले पुस्यो भने चाहिँ खतरा पुस्किन्छ यो पेपर हालेर। अघि मैले यताको पुस्किएको बाहिर साथीहरू। अब चाहिँ हामी दसैँको सामानहरू सपिङ गर्न लाग्यौँ। पर्सि छ टिका चाहिँ अनि भोलि भ्याइँदैन भनेर आजै जान लागेको छौँ। के बाई गर्छौँ तपाईँहरूलाई देखाउँछौँ ल। मेन चाहिँ म अलिकति पर जान लागेको छु। मेन चाहिँ यसपालि चाहिँ मलाई सनफ्लावर लिनु मन छ कि फुल त उयोमा भासमा राख्नुलाई। अरू बेला चाहिँ गोदावरीहरू राख्थेँ। अहिले चाहिँ मलाई सनफ्लावर राख्नु मन छ। त्यही भएर किन्न जाँदैछु। कति पर्छ हेरौँ है। हामी चाहिँ आइम फेयर प्राइसमा। यहाँनिर मेरो चाहिँ फेभरेट मिस्टर कोकोनट खाएर मात्रै जाने भनेर चाहिँ हामी आयौँ। अनि यहाँनिर चाहिँ फुलहरू छ। यहाँनिर यही फुलहरू हेरेर किनेर जाने। त अलिकति सानो सानो अनि धेरै हुन्छ होला भनेको त एउटा मात्रै रहेछ सनफ्लावर। एउटा पिस मात्रै हुँदो रहेछ नि त। साथीहरू हामीले चाहिँ केही नकिनी फर्क्यौँ। मैले पनि यो फुल किने लास्टमा आएर सनफ्लावर किन्छु भन्दै थिएँ। वटा मात्रै रहेछ। म चाहिँ 3टासम्मको हुन्छ होला जस्तो लागेको थियो क्या एक प्याकमा। अनि एउटा पिस रहेछ। एउटा पिसकै $8 $9 त्यो भासमा त एउटा मात्रै के राख्नु जस्तो लाग्यो क्या। अनि लास्टमा चाहिँ मैले यही सस्तो मस्तो यही ल्याएँ साथीहरू। अरू के लिनु भन्दै थिएँ लिनु पाइनँ। अब यता घर छेउकै सपमा लिने। जस्ट मैले चाहिँ मिस्टर कोकोनट खान गएको जस्तो भयो। खानु चाहिँ मलाई खास मिस्टर कोकोनट पनि खानु मन थियो। त्यस्तै भयो साथीहरू होइन बुढा। आयो फाइनली आज चाहिँ हाम्रो भन्दा पनि हामी नेपालीहरू सबैजनाको महान चाड विजय दशमी हो। अनि सबैजनालाई ह्याप्पी विजय दशमी। अनि आज चाहिँ मेरो दसैँ ब्लगको मेरो अगाडिदेखिको मैले दसैँ प्रिपेरेसन के कस्तो गरेँ भनेर मैले त्यो आजको भिडियोमा अपडेट गर्नेछु। र अहिले चाहिँ म बिहानै उठेँ आज, किनभने मेरो चाहिँ सेलरोटी अर्डरहरू थियो। अनि मैले चाहिँ भर्खर फ्रेस भएँ। अब पूजासुजा गर्नुपर्ने हुन्छ साथीहरू परदेशको ठाउँमा होइन। एक्लै त हुन्छ। बुढा ड्युटी जानुभएको छ, भरे आउनुहुन्छ। दिउँसो छुटेर आउनुहुन्छ ड्युटीबाट। अनि सो अहिले चाहिँ म अब यहाँ चाहिँ हल्का खानपिनहरू रेडी गर्ने। अनि त्यसपछि मामा आउनुहुन्छ नि त टिका लगाइदिनको लागि। सो उहाँको लागि थोरै जस्ट स्न्याक्स जस्तो बनाउने। म चाहिँ अब दाइहरूकोमा जान्छु खाना खानुको लागि। टिका चाहिँ लाउनु हुँदैन, जस्ट खानाहरू खानको लागि। अनि त्यसपछि साथीहरू अरू भन्दा नि चाडबाड अरू भन्दा नि दसैँको बेलामा चाहिँ अलिकति घर परिवार थोरै मिस हुन्छ सधैँ नै। झन् अझै त्यो गीतहरूले पनि कति फरक पर्छ है साथीहरू। अब जस्तै अब दसैँको गीतहरू बजायो भने कस्तो अर्कै किसिमको माहौल क्रिएट हुन्छ होइन। अनि अब चाहिँ त्यो के अरे कट्टा किनिदिन्छु भन्ने दुर्गेशहरूको गीत बजायो भने अर्कै रमाइलो हुन्छ होइन। दुःख पीडा सबै भुलिन्छ, त्यस्तै हुन्छ। अनि मैले चाहिँ अब हिजो अस्तितिर पुरा त्यो दसैँको गीतहरू पुरा सुनिरहेको थिएँ नि त। अनि अलिकति मिसिङ थोरै कता मिस भइहाल्छ होइन चाडबाडको बेलामा। अझ धेरै अब यो मौसम यो बेला हुन्छ नि, यो असोज कार्तिक दसैँको बेलामा घाम अर्कै किसिमको लाग्छ कि।
बारिलो पारिलो बारिलो के भन्छ चर्किलो पनि होइन कस्तो राम्रो अर्कै किसिमको घाम लाग्छ नि त त्यो घाम लाग्दा ओहो अब चाहिँ चाडबाड आयो जस्तो फिल हुन्छ साथीहरू अनि त्यसै छ अर्को चाहिँ के छ भने हाम्रो घरमा चाहिँ दुःखको खबर छ मेरो बुढाको घरमा चाहिँ दुःखको खबर भन्दा पनि अब हामी चाहिँ एउटा जोइन्ट फ्यामिली जस्तै बस्छौँ नि त हाम्रो चाहिँ बिग फ्यामिली छ अनि हामीसँग चाहिँ बाजे पनि बस्नुहुन्छ मेरो बुढाको बाजे काका बाजे अनि हामीसँग बस्नुहुन्छ अनि ट्याक्क हिजो आज विजय दशमी हो हिजो चाहिँ प्रेसरले हानेछ कि फेरि उहाँहरूको हेरिडिटी चाहिँ प्रेसर छ नि त सबैको अनि बाजेलाई चाहिँ प्रेसरले हानेछ अनि उहाँलाई चाहिँ अहिले बिर्तामोड हस्पिटलमा आइसियुमा हुनुहुन्छ साथीहरू अब दसैँको मुखमा कोही आदि परिवार हस्पिटलमा आदि परिवार घरमा त्यस्तै छ साथीहरू तपाईहरु दशैँको बेलामा दशा हुन्छ भन्छ नि त्यस्तै नै हो अब के भन्ने रोग व्यथा भनेको अब कति बेला के हुन्छ थाहा हुँदैन त्यसै साथीहरु सबैजनाले इन्जोय गर्नु होला राम्रोसँगले मनाउनु होला यसपालि चाहिँ मैले जमरा रोपेको के साथीहरु हेर्नु न कस्तो मजाले उम्रेको तर यहाँ चाहिँ अब विदेशमा चाहिँ जमरा चाहिँ मकै चाहिँ नहुँदो रहेछ हामी नेपालमा चाहिँ प्राय जस्तो मकै रोप्थ्यौं नि त मकै चाहिँ कस्तो राम्रो देखिन्छ नि त यहाँ चाहिँ एउटा मकै रहेछ अस्ति किनेर ल्याएको थिएँ पसलबाट बाउनीको पसलबाट अनि अहिले छैन यो के क्या यो दाना दुनी के हुँदो रहेछ अनि मैले चाहिँ पूजाको लागि हिजो नै सामानहरू त्यही भोलि चाहिँ अब आज चाहिँ भ्याउदिन होला भनेर मैले हिजो नै पुरा रेडी गरेको थिएँ क्या साथीहरु मैले त्यो भाडा त्यो पूजाको सामानहरू सबै हिजो नै धुइसकेको थिएँ क्या साथीहरु किनभने आज बिहान भ्याउदिन छोराले दिँदैन भनेर खास चाहिँ सायद त 8:30 देखि 10:30 बजे भन्नुभयो जस्तो लाग्यो त यहाँ पण्डितजीले उ छिमेकी भाइहरू टिका लाउन गइसक्यो हिडिसक्यो कति बज्छ 10 बजिसकेछ नि त नि आमा भाइहरू टिका लाउन गइसके साथीहरु म एक्लै छु यहाँ घरमा बुढा नि छैन नानी सुतिरहेको छ यस्तै छ हामी परदेशीहरुको हामी त अझ झन् पल्टन घरमा हो साथीहरु यसो कम्युनिटी छ हैन बिचरा अरु देशमा हैन फ्यामिली नहुँदा त कति गाह्रो हुन्छ होला एक किसिमको चाहिँ के भन्ने आँसु आउँछ मलाई अहिले फेरि साथीहरु अब चाहिँ 12:30 भइसक्यो म चाहिँ जान लागेको छु दाजु भाउजूहरुकोमा खाना खानको लागि म एक्लै नै भए नानीसँग अब बुढा चाहिँ भरे 1:30 तिर आउने अरे अनि फेरि 1:30 तिर मामा आउनुहुन्छ नि त त्यही भएर अलिक बिजी हुने रहेछ अनि ओके अब चाहिँ हाम्रो पूजाको लागि पूजा अरे टिका लाउनको लागि रेडी भइसक्यो साइड चाहिँ त्यो अघि नै अब के गर्नु पर्दैछको ठाउँमा ड्युटी जानु पर्यो काम पनि गर्नु पर्यो हैन त्यही अनुसारले अब साइडमा लाउनु पाइएन घरमा पूजा नि त्यो गोबर पनि लाउनु पाएन घरको मुनि मान्छेले लाउनुहुन्छ भनेर सोचेको थिएँ अब ढिलो आउनु भयो मैले पनि खाइसकेँ मैले पनि खानु भयो अब ढोकामा लाउनु कि नलाउनु अब नलाउने गोबर त्यत्तिकै थियो अघिदेखि घरमा के बनायो किचनमा के कुहिएको बनाउँछ एक्कासी आउनु बित्तिकै भन्छु घर लास्टमा त्यो गोबर पो बनाएको रहेछ अघि फेरि म दाइ भाउजूकोमा खाना खाएर आइपुगेँ टिका लगाएर टिका चाहिँ लाउनु हुँदैन जस्ट खाना खाएर आइपुगेँ मोबाइल छोडेछु क्या फेरि भ्लग गर्छु भन्दै थिएँ मोबाइल छोडेर बिर्सेछु घरमै छोडेछु अनि अब भरे चाहिँ गर्नु पर्यो मामालाई फोन गर्नु एकचोटि हेर न ऊ पत्र राख लु सिट गर लु अब हामीलाई गुड बोय भएर कसरी सिट गर्नु गुड बोय भएर म पापाले पैसा दिनुहुन्छ है किसिमले त पापाले पैसा दिनुहुन्छ त सिट गर दही धेरै हालेछ नि सिट लो प्यारा खानु ए ल सिट तपाईले टिका थाप्नु सरी दुई जग्गा हाल्छ आउने त एतापट्टि आउनु न त आउ न हेर न बादर कसरी टिका लगाइदिन्छ हेर न छिटो ल मम्मीले लगाइदिन अब मम्मीले लगाइदिन्छ पापाले फेरि मिसेकले पैसा पाउँदैन भरे ललिपप खाँदैन मम्मीलाई मात्रै पैसा दिन्छ अनि मम्मीलाई मात्रै पापाले पैसा दिन्छ मम्मीले मात्रै ललिपप खाइदिन्छ अब यस्तो टिका लाउनु थाप्नु पर्यो नि त बुढाको हातको टिका अनि थोरै मात्रै टक्कै त अब ठुलो मान्छे त नभन्नु ज्ञान दिनु मैले भनेको मान्नु साह्रै उयो भएछ
कस्तो खालको बनायो है मैले ल यति नै छ अनि विजय दशमी तथा दीपावली आउने दीपावलीको अवसरमा शुभकामना व्यक्त गर्दै उले त्यत्रो टिपेर ल्याएछ अम्म यो त म त एकछिन यहाँ सबै पकायो यो चाहिँ मेरो तर्फबाट ए भगवान यसले त फुल दक्षिणा दक्षिणा रे ए अहिले पहिले यसरी यसले त म यहाँ त्यो डट्टी भयो यो चलाउने यो अलि बजार ठुलो दिनु म त यता ल्याउनु बेबी यता ल्याउनु छिटो यहाँ राख्नु यहाँ राख्नु त बेबी त कति गुड छ नि यहाँ राख्नु त है वाउ यस्तो गरेर राख्नु ल है बेबीहरूले यस्तो टच गर्नु हुँदैन नि बेबीहरूले यस्तो टच गर्नु यहाँ गुडबाट एक्सिट गरेर गुडबाट एक्सिट गरेर ल वाउ धन्यवाद बात ढोक्नु नै पर्ने हो लु बस मिसेकलाई वाउ हेर नि मिसेकलाई पापाले पैसा दिने रिसिभ गर्नु मम्मीसँग रिसिभ गर्नु मम्मीसँग स्मल धेरै चकचके नहुनु बाँदर जस्तो नहुनु ल भनेको मान्नु ओके गुड बोय हुने ओके वाउ नाइस नाइस भयो लु मिसेलाई पापा मम्मीले वाउ लु पैसा खामा पैसा ले थ्याङ्क यू मामु भन जिउ गर्ने यहाँ जिउ जिउ गरे जिउ जिउ लु भाग्यमान ल वाउ पैसा लिएर लु फोटो खिचौँ हामी साथीहरू देखिहाल्नु भयो हाम्रो दसैँ टिका कसरी मनाए यस्तो छ चकचके हेर्नुहोस् है आउनु त एउटा फोटो खिचौँ दही चाहिँ धेरै भएछ टिकामा यस्तो भयो साथीहरू सायद अघि नै थियो 2 बजीतिर लाग्यो टिका सुरुवात त्यो त उहाँनिरको सायद नि लाउनु आउ मिसिङ त्यसरी बस्ने अब उहाँलाई चाहिँ मामाले आउनु हुँदैछ टिका लाउनुलाई हामीलाई अब मामालाई वेट गरेको हामीले गाइस के छ मेरो टोपीले स्वागत छ गाइस ल साथीहरू अब हामी फेरि टिका लाउनको लागि जाँदैछौँ फेरि घरमा मामालाई वेट गऱ्यौँ मामाको चाहिँ अब आउनु आँट्नु भएको थियो फेरि मामाको यही ब्लकतिर भरे 5 बजीतिर नै आउनु हुने रहेछ सो फेरि आउँदै जाँदै टाढो पर्छ नि त त्यही भएर भरे नै आउनु भनेको अब हामी चाहिँ लाग्यौँ साथीहरू कसरी बोकेर अब यहाँ चाहिँ दाइहरूको टिका लाउनु आएको हामी दाइले टिका लगाइदिन लाग्नु हुन्छ ए भिडियो तिमीले कराएको त राख्छ बोकरा त्यो ब्लग कता के भन्छ राम्रो त पर्यो नि मेमोरी हुन्छ नि त दाइ पछि हेर्नुलाई कान्छी राख्दिनु पछि मेमोरी हुन्छ राख्दिनु किन नराख्नु हैन जोइन पनि बस्नु त भाउजूले भिडियो गरिदिनु त्यसो भए म भिडियो गरिदिन्छु ल यतिकै ल यतिकै बोलेको काट्नु होला नि के यतिकै हाल्ने बोल्दै ल ल अब के भन्नु धेरै कुरो त भन्नु आउँदैन अब मनमै मात्रै दिने काम कुरो हुन्छ होइन लामो आयु त जहिले एकदम धेरै माया गर्नु आफ्नो आफै केयर गर्नु नानीको राम्रो केयर गर्नु लामो आयु मेन चाहिँ होइन अनि अब पढ्ने कुरा त सिक्यो अझै फेरि पढ्दा नि हुन्छ पढ्ने कुरो कहिले पनि सकिँदैन होइन कन्टिन्यू गर्नु होइन यहाँ सँगै दिनु न यो पनि खाएको साथीहरू यो पनि थोरै यसो खाए जस्तो गर्नु पर्यो मलाई चाहिँ मासु भन्दा नि यो पनिर चाहिँ मिठो लाग्छ कि के भएको मासु भन्दा पनिर मिठो लाग्छ मलाई त त्यति साह्रो चाहिँ अब हामीलाई पनि थाहा छ होइन अब खासै आशिष मिसेको त हो
ढाडा ढाक्नु के हुन्छ डाँडा काँडा धागो पनि हुन्छ भान्जुलाई चिन्लाइदिउँ मैले लगाइदिनु तपाईँ मामाजीले भित्र मनबाट एकदम आशीर्वाद छ धेरै धेरै अन्त हिसाबले चाहिँ दसैँको चाहिँ शुभकामना अब निरोगी हुनु भान्जालाई एकदम राम्रो गर्दै जानु गर्दै राम्रो बच्चाहरूलाई गर्नु है उन्नति प्रगतिको कामना बाबुलाई पनि हाम्रो चाहिँ यहाँ मामा आउनु भएको छ हामीलाई यहाँनिर टिका लगाइदिनको लागि आशीर्वाद थाप्नु पनि रातै पर्यो नि हो के गर्नु 7 पो बज्यो त आज त कुनै साइडमा टिका लाउनु पाएन उहाँ पनि 1-2 बजी मात्रै आउनुभयो घरमा एक्लै ल यस्तो छ टक्क लाएर अब यस्तै हो यस्तै खालको यो भन्दा अर्को झन् उयो नि हुन्छ यस्तै यो गोल्ड पिस पनि परिपरि हुँदो रहेछ कि यस्तो घुमाइदिनु पर्यो नि भान्जा चाहिँ भर्खर सुतेर उठेको के गर्नु साथीहरू मेरो मोबाइल के भएको 256 GB पनि के भएर यति छिटो फुल हुन्छ कि अघिको अब भिडियो फुल ब्लगै भएन नि त मामाले टिकाहरू लगाइदिनु भएको ओरेको भिडियो भइरहेछ होला भनेर आनन्दले ढुक्कले बसेको उहिले मेमोरी फुल भनेर कट अफ भइसकेछ ढुक्कले बसेको त यस्तो छ साथीहरू के गर्नु है अब फोटो नि खिच्नु बिर्सेछु मामासँग अब यस्तै छ दसैँ मेरो त अझै काम कति धेरै छ साथीहरू घर यस्तो लताभित्र छ अनि अघि दिउँसोभरि रमाइलो भयो दसैँ भयो सबैजना गयो कता कता अब घरमा एक्लै छु यस्तै छ साथीहरू बाई बाई एभ्रीवान सी यू